के गर्नु भएको होला? मैले पकाएको। के पकाउनु भएको हो? ढेँडो। ढिँडो? ढेँडो पकाउने मान्छे पो हजुर? कसले खाने हो नि ढेँडो? धेरैजनाले खाने? ढेँडो पकाउन आउँदो रहेछ त हजुरलाई त? कसले सिकाएको नि ढेँडो पकाउन? दिदीले। कुन दिदीले? कुन दिदीले सिकाएको? पूर्णिमा। हो? आमा नि पूर्णिमा दिदीले त ढेँडो पकाउन सिकाएर छ नि मायालाई। यस्तोको हो? पिठोको ढेँडो यो। पिठोको ढेँडो हो? कुन पिठो? मकैको पिठो हो कि? होइन, पिठो मात्रै हो। पिठो मात्रै हो? मकैको हो कि गहुँको हो? गाउँको। गहुँको हो? मकैको हुनु मकै। नि गहुँको पिठोको ढेँडो केसँग खाने? किनेको। पसलबाट किनेको? आमै 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 कति रुपियाँको हो नि? कति रुपियाँको हो? 2को? 2 रुपियाँको नि आउँछ पिठो? ओहो, केसँग खाने त ढेँडो आज? केसँग खाने? सिस्नो खाने? कसले सिकाएको सिस्नोसँग ढेँडो खाने? दिदीले? आमै 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 दिदीले सबै कुरा सिकाउँदो रहेछ तिमीलाई? ढेँडो पकाउन सिकाएको? गिलोवाला ढेँडो। गिल्लोवाला ढेँडो? पानीको बना पहिला। पहिला यो हालेको अनि। हो? अनि कति लाग्नु भएको थियो। बनाऊ बनाऊ ढेँडो बनाऊ।